नमस्कार, म खगेन्द्र सुनार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य उम्मेद्वार बाँके क्षेत्र नम्बर 3। जुम्लामा हाम्रो पार्टी स्वतन्त्र पार्टीबाट विनिता कठायत प्रतिनिधि सभा सदस्यको आधिकारिक उम्मेद्वार हुनुहुन्छ। त्यही क्षेत्रमा रहेका अर्का एकजना मेरा मित्र राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाही पनि त्यो क्षेत्रमा हुनुहुन्छ भन्ने हामीले सुन्नमा आएको छ। केही समयदेखि मलाई प्राप्त जानकारी अनुसार, मलाई प्राप्त रिपोर्ट अनुसार उहाँले त्यो क्षेत्रमा खगेन्द्र सुनारलाई हामीले पठाएको हो, खगेन्द्र सुनार हाम्रो उम्मेद्वार हो वा हामीलाई भोट हाल्नुहोला भन्ने ढंगले गलत प्रचार गरेको भन्ने हामीले भिडियो प्राप्त गरेका छौं। हामीले केही सन्देशहरू प्राप्त गरेका छौं। म यहाँबाट अनुरोध गर्न चाहन्छु, जुम्लावासी, कर्णालीवासी र आम नेपालवासी यो भिडियो जसले हेरिरहनु भएको छ, विनिता कठायत राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेद्वार हुनुहुन्छ। उहाँको विरुद्धमा गरिएको दुष्प्रचारबाट, गलत प्रचारबाट सचेत रहिदिन म सबैलाई हार्दिक अपील गर्न चाहन्छु। ज्ञानेन्द्र शाहीजी हाम्रो एउटा असल मित्र हो। हामी भाइ भातृत्वको एउटा सम्बन्ध छ, हामी साथीसँगको एउटा सम्बन्ध छ। एउटा फरक प्रसंगमा, फरक कार्यक्रममा चाहिँ उहाँले गरेको राम्रा क्रियाकलापमा हाम्रो समर्थन हिजो पनि थियो, आज पनि छ। त्यही विषयमा मैले केही कुराहरू बताएको थिएँ उहाँलाई। उहाँको सन्दर्भमा उहाँले भ्रष्टाचारका विरुद्धमा वा एउटा सामाजिक अभियान चाल्दै गर्दा एउटा साथीसँगै हुनुको नाताले उहाँले गरेको राम्रो कामलाई हामीले ठिक छ भनेको हो। आज पनि उहाँले गरेको राम्रो कामलाई ठिक छ भन्ने छौं र भोलि पनि समाजमा जो कसैले पनि गर्ने राम्रो कामलाई प्रति हाम्रो सम्मान छ र हाम्रो ऐक्यबद्धता, प्रतिबद्धता छ। तर चुनावको बेलामा फरक प्रसंगमा बोलिएका विषयलाई, फरक प्रसंगमा बोलिएका भिडियोलाई चाहिँ आधिकारिक रूप जस्तो दिएर, जसरी उहाँले त्यो ठाउँमा, त्यो गाउँमा, दलित बस्तीहरूमा गएर, युवा माझहरूमा गएर वा फरक ठाउँहरूमा गएर जे खालको गलत प्रचार गरिरहनु भएको छ भन्ने हामीले जे सुनेका छौं, त्यो सरासर झुट हो, त्यो सरासर गलत हो। हामी राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा छौं, हामी विनिता कठायतको पक्षमा छौं, हामी घण्टीको पक्षमा छौं। यो कुरामा सबै क्लियर भइदिनलाई जुम्लावासी मतदाताहरूलाई र आम नेपालवासी सबै नेपालीहरूलाई हामी अपील गर्न चाहन्छौं। अहिले देश घण्टीमय बनेको छ। देशैभरलाई, सारा देशलाई, सारा नेपाललाई हामीले घण्टीमा मतदान गर्न हामीले आह्वान गरेका छौं। तर हामी एउटा समाजको, एउटा समुदायको मुद्दा उठाएर आएको एउटा सामाजिक अगुवा, एउटा सामाजिक कार्यकर्ता हुनुको नाताले हामीसँग फोटो देखाएर, हाम्रो भिडियोहरू देखाएर फरक प्रसंगमा, फरक ठाउँमा बोलेका, हुँदै नभएका कुराहरूलाई काटकुट पारेर अहिले सामाजिक सञ्जालमा विभिन्न खालका जे ट्रोलहरू बनाइएको छ, जे खालको प्रचारहरू गरिएको छ, योबाट सचेत रहनलाई म सबैलाई हार्दिक अनुरोध गर्न चाहन्छु र जुम्लामा विनिता कठायतलाई मतदान गर्न म सबैलाई हार्दिक अपील गर्न चाहन्छु। त्यहाँका दलित, गैर दलित, उपेक्षित, उत्पीडित, तल्ल माथिका सबै समुदायहरूलाई, सबै आम नेपालीहरूलाई विनिता कठायतको पक्षमा वा घण्टीको पक्षमा मतदान गर्न म सबैलाई हार्दिक अपील गर्न चाहन्छु। हाम्रा फोटोलाई लिएर, हाम्रो भिडियोलाई लिएर गरिएको दुष्प्रचार हो, त्यो गलत प्रचार हो। ज्ञानेन्द्र शाहीजी फरक पार्टीको हुनुहुन्छ, हामी फरक पार्टीको छौं। उहाँको बाटो अलग छ, हाम्रो बाटो अलग छ। हामी फरक सिद्धान्त बोकेर एउटा सामाजिक अभियान बोकेर हिँडेका छौं। तर हाम्रो उम्मेद्वारलाई गलत सन्देश जाने गरी, आम जनतालाई गलत सन्देश जाने गरी गलत खालका टिका टिप्पणीहरू गरिन्छ भने यो त्यति राम्रो भएन। यति खालको कमजोर प्रदर्शन नगर्न पनि, यति खालको कमजोर गतिविधि नगर्न पनि म ज्ञानेन्द्रजी लगायत त्यो टिमलाई जसले यो गलत कामहरू गरिरहनु भएको छ, कृपया यो नगरिदिनलाई पनि म अनुरोध गर्न चाहन्छु। यस्तो गलत मानसिकताबाट, यस्तो गलत प्रस्तुति लिएर आम जनतालाई भ्रमित पार्ने काम कोही कसैबाट नहोस् भन्न चाहन्छु। विनिता कठायतलाई अग्रिम शुभकामना छ, हार्दिक बधाई छ। आम नेपाली जनता र आम जुम्लावासी जनता परिवर्तनको पक्षमा हुनुहुन्छ, मत बदल्दै हुनुहुन्छ, मन बदल्दै हुनुहुन्छ र ठाउँ बदल्दै हुनुहुन्छ। नेपाल निर्माणको यो महाअभियानमा हातेमालो गर्न र घण्टीमा मतदान गर्न आम नेपालवासी र आम जुम्लावासी सबैलाई हामी हार्दिक अनुरोध गर्न चाहन्छौँ। धन्यवाद, नमस्कार।